हेलमेट खोइ त जय जय राम श्री राम जय राम 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 जय जय राम श्री राम 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 श्री राम 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 श्री राम 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 श्री राम 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 श्री राम जय राम श्री राम अगाडिबाट खिच्न बरु यहाँ सद्गुरुदेवलाई स्वागत गर्ने कार्यक्रम छ यो ऋषिकेश आश्रममा यहाँको महिला दिदीबहिनीहरू सबैले स्वागत गर्दै हुनुहुन्छ हाम्रो गुरुदेवलाई यहाँहरू सबैलाई धन्यवाद छ यसरी जय यता छेउपट्टि आउनु त यहाँ बस यहाँ बस हाम्रो सद्गुरुदेव वैश्वर कृष्णदास महाराज जगद्गुरु हुनुहुन्छ चन्द्रकला सखी पनि हुनुहुन्छ हामीसँगै चन्द्रकला सखी हुनुहुन्छ यहाँहरू सबैले चिन्नुहुन्छ चन्द्रकला सखीलाई उहाँ पनि हामीसँग हुनुहुन्छ देख्न सक्नुहुन्छ प्रत्यक्ष यहाँहरूले गुरुदेव हुनुहुन्छ उहाँले माला आफूले लगाउन भन्दा पनि उहाँले चाहिँ जसले माला लिएर आउनुपर्छ उहाँहरूलाई लगाइदिनुहुन्छ यो उहाँको चाहिँ हो देख्न सक्नुहुन्छ गुरुदेव भगवान् अब सद्गुरुदेवलाई यसरी स्वागत गर्ने कार्यक्रम रहेको छ भयङ्कर यति बेला लिस्ट बनिरहेको सद्गुरुदेव कृष्णदासलाई यो ऋषिकेश आश्रम रेडी यो पाल्पा स्याङ्जा तनहु सरी तनहु भन्दा चाहिँ पाल्पा स्याङ्जा गुल्मीको सङ्गमस्थल अहिले हामी पाल्पाको ऋषिकेश आश्रममा रहेका छौँ आनन्दप्रिय महाराज भाइ बाबु हे बाबु हटाइन पर्यो अलि बाबु बाबु त छोरा खाना बाबु जगद्गुरु हिमालय जगद्गुरु सिद्ध बाबा की जय जगद्गुरु सिद्ध बाबा की जय मायागी सिद्ध बाबा की जय मायागी सिद्ध बाबा की जय मायागी सिद्ध बाबा की जय सीताराम भगवान की जय सीताराम भगवान की जय ऋषिकेश भगवान की जय ऋषिकेश भगवान की जय संपूर्ण भक्तजन की संपूर्ण भक्तजन की संपूर्ण भक्तजन की
जय दण्डसँगै हेर न कस्तो कमेन्ट ऋषिकेश ल हामी ऋषिकेश मन्दिर आयो त्यहाँबाट मन्दिर परिक्रमा नानी होइन अगाडि जय जय राम श्री राम जय राम जय जय राम श्री राम जय राम जय जय राम श्री राम जय राम जय जय राम श्री राम फोन लिएर हिँड्दाखेरि अजिता पौडेलजी नमस्ते है मनदीप के छ खबर गायत्री गुरुकुल आश्रम गुरुकुल मन्दिर के आइडिया भयो भने यसो सेयर गर्नु होला अझैमा थियो रहेछ हजुर चन्द्रकला हिजो त म आएन हिजो रमाइलो थियो कि यहाँ जात्रा थियो कि हो है भगवानको एकदमै ठुलो मेला थियो हिजो फेरि हाम्रो उहाँ भयङ्कर कार्यक्रम थियो कि हिजो हाम्रो यो चतुर्मास हो नि त गुरु चतुर्मास फेरि पोखरा हुनुहुन्थ्यो नि त त्यहाँ हिजो समापन कार्यक्रम ऋषिकेश मन्दिर है नमस्ते नवराज सर नमस्ते ए नवराज सर आराम हुनुहुन्छ यो ऋषिकेश व्यवस्थापन मन्दिर यो रुरु क्षेत्र रेडी हो सर हामी त सद्गुरुदेव जगतगुरु कृष्ण वैष्णव कृष्णदास गुरुसँग यता आइएछ क्या फोटो खिच्न बनाइछ ल खिच्दैन ठिक छ देखाएको राम्रो होइन भयो नखिच्नु यता बाहिरबाट खिच्नु हुन्छ भित्र खिच्नु नहुने यो मूल मन्दिर हो यो ऋषिकेशको भित्र गएर फोटो खिच्नु मिल्दैन बाहिरबाट खिच्नु पाइयो
Dami. Sao đi đâu?